तेरो नोबेल गर्दै नोबेलको पछाडि नभाग क्या साइको होलास दिमाग खुस्केला तेरो हेर अब तैँले गरे काम मलाई नराम्रो लाग्छ भने होइन राम्रो छ तर काम गरिसकेपछि मनले गर्न दायाँ बायाँ माथि मुनि सबतिर हेर्न अनि पो भेटौ जस्तो अहिले तर यस्तो कुरा काम छैन यार म त मन पर्दैन तिमीहरूको लाइफ पो चिल छ यार केटा हो खै आफ्नो त सोच्नु नि भ्याउँदैन यार या छोडिदियो कुराहरू निक्लिने होइन जाउँ आज ट्रिप पनि राम्रो भएको छैन यार छ्या एकछिन रोक न म दिन्छु आज पैसा छ बरु सुन्न यार म सोचिरहेको थिएँ मैले एक दिन नोभेल लेखेँ भने मेरो स्टोरी कस्तो हुन्छ होला अनि मेरो स्टोरीको पात्र कस्तो हुन्छ होला यार सायद हाई फेरेसन जाने हेर्दै हिरो देखिने बिजनेसम्यान जस्तो हुन्छ होला अथवा पार्टी जाने क्लब जाने रक्सी खाने जस्तो हुन्छ होला अनि म कहाँ पार्टी गर्दै क्लब गर्दै हिँड्छु त मुला जहिले बिल्ला गर्छ यार एकछिन रोक न जस्तो भयो नि केटी पात्र चाहिँ कसरी भेटाउँछ होला यार म यदि केटी पात्र लेख्थेँ भने उसित केहीको कमी हुँदैन न रङ न रूप न स्वर ऊ सबै कुरामा सम्पन्न हुन्छ ऊ मेरो भाव बुझ्छे ऊ मेरो चरित्र बुझ्छे ऊ मेरो मनै बुझ्छे म अहिलेको संसारमा सुहाउँदिन जस्तो लाग्छ तर उनलाई यस्तो कुराको केही वास्ता छैन म बस उनको छेउ उनको वरिपरि हुनुपर्छ म कस्तो देख्छु म कतिको सम्पन्न छु उनलाई यस्तो कुराको केही वास्ता छैन मेरो जस्तो सुकै कुरा होस् उनी ध्यान दिएर सुन्छिन् मेरो सोचाइ उनलाई मनपर्छ माया नगर्ने मान्छेलाई हामीले जस्तो सुकै कोसिस गरे पनि फर्केर नि हेर्दैन भन्थ्यो तर उनलाई सानोभन्दा सानो कुरा पनि मेरो विशेष लाग्छ मलाई त देखावटी भन्दा साधारण ठाउँ नै हिँड्न रमाइलो लाग्छ जहाँ शिर हावा चलिरहेको हुन्छ अस्ताउन लागेको घामको किरण उनको मुहारमा पर्दा झनै राम्री देखिन्छन् अनि मैले मेरो कथा सुनाउँदा मलाई हेरिरहेकी हुन्छन् होला आफू डराउँदा कसैले केही हुन्न भनिदियोस् आफू कमजोर हुँदा मलाई आत्मा बोल्दियोस् लाग्छ म नै गलत थिएँ होला यो सबै सोच्नलाई तर आज जे सोच्थे त्यही पाएँ you
मेरो मम्मीले भन्नुहुन्छ संसारमा कोही पनि उत्तम या सर्वश्रेष्ठ छैन भनेर। हामी सबै एउटै हौँ भनेर भन्नुहुन्छ। केही लेख्नु पर्दा हामी अनेक शब्द छान्न सक्छौँ, तर हामी सत्यलाई चाहेर पनि रोक्न सक्दैनौँ। उनी मेरो वरिपरि नै छिन्। उनलाई मैले बुझ्न बाँकी छ, राम्ररी चिन्न बाँकी छ, या त उनलाई मैले भेटेकै छैन। हामीले लिएका निर्णयहरूमा हामी नै जिम्मेवार हुन्छौँ। सायद यस्तो कुराहरू सोच्नु पनि मेरो नै गल्ती हो जस्तो लाग्छ। जब मेरो मन एकछिन भए पनि भुल्छ भने गल्ती नै सही। मलाई आफ्नो कल्पनामा रमाउन कसैले पनि रोक्न सक्दैन जस्तो लाग्छ। सबै कथाबाट एउटा शिक्षा प्राप्त हुन्छ। त्यस्तै मेरो काल्पनिक कथाको पनि एउटा बेग्लै किसिमको अन्त्य छ। मेरो कथाले मलाई धैर्यतामा रमाउन सिकाएको छ। भ्रम नै होस् मनको खुसी नै छु म। माया धेरै धेरै गर्छु तर अर्थ केही छैन। भावनाहरू पोख्नु पनि अधिकार छैन। तर यो नमान कि भावना नै छैन। तिमी कल्पना हो, वास्तविकतामा छैनौ। मेरो भ्रम हो, परिभाषित मैले गर्न सक्दिन। तिमी मेरा हरेक चाहना अनि बहाना हो। मेरो मनभित्रका हरेक खुसी हो। मेरो सपनाभरि तिमी तिमी नै छौ। मेरो जीवनभरि तिमी रहनेछौ। मेरो मृत्युसँगै तिमी पनि मर्नेछौ। देखिस्, मैले त्यही भएर भने क्या यस्तो कुराको पछाडि नलाग भनेर। मैले भने पच्दै पच्दैन तँलाई। तँ पनि सम्झना यार यसलाई। दिमागभित्र केही घुस्छ कि? तेरो पो गर्लफ्रेन्ड भएर तँलाई केही नलाग्यो? सुन्नु न, हाम्रो कति भयो? तिमीहरू बस्दै गर है। ल बियरको लिएर जा। पर्दैन भएको। बियरको लिएर जा न। भयो कि भयो। ल बियरको लग भने म दिइहाल्छु नि, रोक्न। जम्मा हाम्रो कति भएछ? ए साउन्जी, हजुर पो? हौ सपना